यताबाट चाहिँ अर्को ट्रेन फेरि हाम्रो पछि पछि आउँदैछ भन्ने एनाउन्स भयो कि ट्रेनको स्पिड कति हुन्छ है त आउँदैछ पर अबी डर लाग्दो रहेछ छेउबाट त फेरि पनि स्वागत छ साथीहरुलाई मेरो भिडियोमा यो भन्दा अगाडिको भिडियोमा चाहिँ यही स्टेसनसम्मको यात्रालाई मैले देखाएको थिएँ अब बाँकी यात्रा देखाउनको लागि यही स्टेसनबाट बेल्जियमतिर यो ट्रेन मुभ भइसकेको छ यो ट्रेनको अन्तिम गन्तव्य भनेको जर्मनी र बेल्जियमको बोर्डर नजिकै रहेको आखेन भन्ने ट्रेन स्टेसनमा यो ट्रेन रोकिन्छ तर म आखेन नपुग्दै आखेनबाट 3-4 स्टेसन अगाडि नै म डुसेलड्रफ भन्ने स्टेसनमा ओर्लेर यही कम्पनी फ्लिक्स कम्पनीको ट्रेन हो यही कम्पनीको बसमा चढेर म बेल्जियममा अर्को डिरेक्सनबाट छिर्न गइरहेको छु किनभने मेरो डिरेक्सन त्यता पर्छ त्यसो हुँदाखेरि मेरो गाडीको यात्रा भनेको 3.5 घण्टाको रहनेछ Umleitung des Zuges sowie darauf entstehende Zugfolge wir bitten dies zu entschuldigen. Wir verabschieden uns hier von aller aussteigenden Fahrgäste und verlassen wünschen einen angenehmen Tag in Düsseldorf und eine schöne Weiterreise. Hoffentlich haben wir spektakuläre Zeit und wir hören uns demnächst wieder. Ladies and gentlemen, next stop in a few minutes we arrive to the next station, Düsseldorf Main Station. We arrived at Düsseldorf Main Station with a delay of about 21 minutes. We apologize for this. We wish you a nice day. Thank you for traveling with Flix train. Take care and see you soon. बी फर बर्लिनदेखि बी फर बेल्जियमसम्म डाइरेक्ट ट्रेनबाट होइन रहेछ नि त हो साथीहरू झुकियो नि त हो उहाँटे यो डुसेलड्रफ भन्नेमा झरियो होइन यो स्टेसनमा अब यहाँबाट मैले बस चढ्नु पर्ने रहेछ 3 घण्टा बसको खोजीमा म यो स्टेसनमा झरेर स्टेसनको ग्राउन्ड फ्लोरमा झरेँ अब बस कहाँ छ गुगलले यता देखाउँछ है अब खोज्दै खोज्दै अगाडि बढ्नु पर्यो साथीहरू अब मसँग 1.5 घण्टा छ 1.5 घण्टामा त म कसो खोजी नसकुम्ला त हो हैन बस सो अब यहाँनिर यताउता सोध्नको लागि कुनै प्रब्लम छैन इङ्ग्लिस पनि चलिहाल्छ मलाई इङ्ग्लिस आउँदैन डोइचमा त झन् फरार सबै यो डोइच ल्याङ्ग्वेज बोलिहाल्छ मलाई डोइच पिटिकै आउँदैन भनेपछि मेरो साथी सबैभन्दा माथि गुगल बाबा नै उपयुक्त हुन्छ अब खाजा साजा यताउता पानी सानीहरू खानु पर्यो सो सर बस खोज्नु पर्यो साथीहरू यो डुसेलड्रफको मध्याह 1 बजेको वातावरण यस्तो छ सबै आफ्नो गन्तव्य स्थानहरू खोजिरहेका छन् जसमा म पनि पर्छु र तपाईहरुलाई यो भिडियोमा अहिलेसम्म रहिरहनु भएकोमा र आउँदै गरेको विजय दशमीको उपलक्ष्यमा शुभकामना धन्यवाद थ्यांक यू म चाहिँ ठ्याक्क यो हाउफानुबाट आएको निस्केको अब मलाई चाहिँ बाँकी यात्रा पूरा गर्नका लागि चाहिँ बस चढ्नु पर्ने रहेछ 3 घण्टाको जसको लागि चाहिँ हाम्रो गुगल बाबाले एकदम हर्ष उल्लासका साथ मलाई चाहिँ बाटोको डिरेक्सन यो कलर पछ्याउँदै अगाडि बढ्नुपर्छ भन्ने निर्देशन दिएको छ हेरौँ अब नयाँ ठाउँमा पऱ्यो कि साथीहरू यो नयाँ ठाउँमा चाहिँ नयाँ ठाउँमा भन्दा पनि युरोपभरि चाहिँ एउटा कुराको चाहिँ के समस्या हुन्छ भन्दाखेरि यता जताततै स्वतन्त्र रूपमा एकदमै इजिली टोयलेट बाथरुमको चाहिँ साह्रै समस्या छ यार अब यस्तो हाफानुहरुमा कतै हुन्छ पे गरेर तिर्ने ठाउँ हुन त यात्रा गर्दाखेरि ट्रेनमै भइहाल्छ गाडीमै भइहाल्छ त्यही पनि यसरी बाहिर निस्केको बेला पिसाब आयो मानौँ भने यता पनि मान्छे उता पनि मान्छे कारबाही गर्ला भन्ने डर झाङहरू पनि हुँदैन झाडीहरू पनि हुँदैन कहाँ जाने खोज्दा चिसै हुन्छ 3:40 ठ्याक्कै मेरो बस छुट्ने समय देखाइरहेको छ एप्लिकेसनमा र गुगलले दिएको निर्देशन अनुसार अगाडि बढिरहेको छु
खाऊ नानीहरू खाऊ, सिगरेट खाऊ, चुरोट खाऊ, धुम्रपान खाऊ। अब यो युरोपमा जाँड रक्सी र चुरोट चाहिँ कति खाँदो रहेछ भने आम्मामामामा। मैले गिम्बल चाहिँ निकाल्नु अल्छी लागेर मैले गिम्बल निकालेँ कि हातमै पुरा फोन समातेर भिडियो बनाइरहेको छु, पसिना आएर चिप्लेर। अघि के भन्दै थिएँ भन्दाखेरि युरोपमा के सबैभन्दा धेरै प्रयोगकर्ताहरू चाहिँ को देखिन्छ भन्दाखेरि बियर खाने र चुरोट खाने, स्मोकिङ। यो चाहिँ युरोपमा मैले डरलाग्दो देखेँ। अब पराकहरू खैनीहरू सुर्तीहरू त मैले कहीँ पनि देखिनँ, त्यो छँदा पनि छैन। इन्डियन पसलतिर कालोमा बेच्दो रहेछ, मैले अलिअलि देखेँ। जहाँ इन्डियन पसलहरू छ त्यता चाहिँ खाएको देखेँ। नत्र भने यो सुर्ती खैनी बाइकहरू तपाईँको गाँजा पनि एकदम ताजा सरकारले अलाउड गरेको। यहीँ हो ल, मेरो बस स्टेसन आइपुग्यो साथीहरू। अब यहाँ फ्लिक्सको बस 3:40 छुट्छ। अब 3 घन्टाको यात्रा गरिसकेपछि म बेल्जियम पुग्छु। आजको यात्रा भनेको चाहिँ टक्क बिफर बर्लिनदेखि बिफर बेल्जियमसम्म हो। यो फ्लिक्सको यहाँ तपाईँले अफिस देख्न सक्नुहुन्छ। टक्क यो फ्लिक्सको यो अफिस भयो। अगाडि यहाँ बसहरू आएर बस्छन्। म चाहिँ हफानुपमा एकछिनभित्र बसेँ, मोबाइल चार्जहरू गरेँ। एकदमै छिटो चार्ज दिन्छ। अर्को मोबाइलको 2टा छ त मोबाइल त। आम्मा रिच पिपुल। यो गाडी कुर्ने क्रममा चाहिँ म स्टेसनमा बसिरहँदाखेरि सानो कुरा तपाईँहरूलाई देखाइहाल्छु। यो अगाडि देखिरहनु भएको म जुम गर्छु। यो भनेको वर्ल्ड कम्पनीको फुड डेलिभरी गर्ने सर्भिस साइकलहरू हो। ट्राम आयो साथीहरू। यो ट्राम भनेको चाहिँ बिजुलीबाट यसरी कनेक्ट भएर ट्रली बस भनौँ न त्यस्तै हो, तर अलिकति लामो हुन्छ। अनि आकार प्रकार हेर्दाखेरि लोकल ट्रेनको जस्तो पनि अनि बसको जस्तो पनि। काठमाडौँमा पनि पहिला यो 60-61 सालसम्म त यो थियो। एकचोटि म पनि चढेको जस्तो लाग्छ 62-63तिर। अहिले त नाम निशानै यसको अफिस चाहिँ बानेश्वरमा छ होइन, स्टिल छ लाइसेन्सहरू लिने ठाउँमा। मैले यो वर्ल्ड कम्पनीको कुरा गरिरहेको थिएँ। यो वर्ल्ड कम्पनी भनेको चाहिँ यहाँ फुड डेलिभरी गर्ने प्रख्यात अफिस हो। काठमाडौँमा भोज पठाऊ भने जस्तै। यो सँगसँगै अरूहरू पनि छन्, उबेरहरू छन्, लिफरान्डो छ, धेरै छ। बस चाहिँ फाइनली यही चेकअप गरेर लगेजहरू मुनि राखेर बसमा चढ्ने क्रममा छु म फ्लिक्सको। अब सिट नम्बर कति हो? ल है साथीहरू, गुड इभिनिङ। यो बस स्टेसन एन्टरपेन भन्ने बेल्जियमको ठाउँमा आइपुग्यो। अब यहाँबाट चाहिँ नजिकै छ ट्रेन स्टेसन, तर 1 घन्टा पछि मात्र रहेछ यहाँबाट ट्रेन जाने। तपाईँहरूलाई यहाँको ट्रेन स्टेसन देखाउँछु म। एकदमै राम्रो छ, ठुलो छ अनि सुन्दर छ है त साथीहरू। म डेस्टिनेसनको एकदमै नजिक आइसकेको छु। यो भनेको चाहिँ बेल्जियमको एन्टरपेन भन्ने ठाउँको चाहिँ ट्रेन स्टेसन हो। यो मूलद्वारबाट भित्र छिरेपछि चाहिँ ट्रेनहरू चढ्न र ओर्लन सकिन्छ र त्यसको प्रङ्गारमा छु। साँझ परिसकेको छ। यहाँनिर ठुलो रोटेपिङ छ। अब रोटेपिङ भनेपछि हामी सबैले बुझ्छौँ र यसको नेपाली नाम पनि अब रोटेपिङै होला। सबैले यही बोलेपछि यही हो। यहाँको भाषामा के भन्छ थाहा छैन। यसको प्रङ्गारमा यो अलिकति आकर्षित देखिरहेको छ। माथिबाट झर्दै आए टिकट लिएर। टिकट किन्नु कस्तो क्यासबाट नमिलिरहेको थियो। एउटा केटीले किनिदियो उसकै एकाउन्टबाट, अनि मैले क्यास पैसा दिएँ, नलिनु खोजिरहेको थियो, दिएँ। 3 युरो 70 पैसा टिकट। अब ट्रेन चाहिँ यही हो कि त्यसलाई सोध्छु म। यसलाई सोध्नु पऱ्यो। Excuse me, sir.
I want to go Duffield, so is this right ticket? That's good. And this is train, train. okay. Yeah. Thank you so much. We're leaving in 15 minutes. Okay, thank you sir. अब 15 मिनेटमा जाने रहेछ म ट्रेनभित्र छिरेँ अब यहाँबाट डुफेल पुग्न चाहिँ आधा घन्टा लाग्छ अब यसको क्लास ए क्लास बी कुन हो मलाई थाहा भएन नत्र भरे फेरि यसले पैसा तिराउँछ म खोज्छु अब